नमस्ते। अस्ट्रेलियामा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि एउटा ठूलो खबर छ। उनीहरूले कति घण्टा काम गर्न पाउँछन् भन्ने नियममा एउटा निकै महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव आएको छ। अब प्रश्न उठ्छ, के धेरै घण्टा काम गर्न पाउनुको मतलब साँच्चै धेरै राहत हो त? आउनुहोस् आज हामी यही प्रस्तावलाई मसिनोसँग केलाएर हेरौँ। सबैभन्दा पहिलो प्रश्न त यही हो, आखिर अस्ट्रेलियाले विद्यार्थीहरूको काम गर्ने घण्टा बढाउने कुरा किन सोचिरहेको छ? के कारण होला? खैर, यो प्रस्तावको पछाडि एउटा ठूलो कारण लुकेको छ। त्यो हो विद्यार्थीहरूले भोगिरहेको आर्थिक दबाव। हो, यही हो कुरो, विद्यार्थीको आर्थिक सङ्कट। वास्तवमा यो प्रस्ताव आउनुको मुख्य कारण नै यही हो। हेर्नुस् न, कलेजको फी पनि बढिरहेको छ, बस्ने खाने खर्च पनि आकाशिएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा निकै नै गाह्रो परिरहेको छ। त्यसैले यो नीतिको लक्ष्य एकदमै सिधा र स्पष्ट छ। विदेशमा पढ्दाको आर्थिक बोझलाई जसरी हुन्छ कम गर्नु। ट्युसन फी तिर्न होस् वा घर भाडा, यी सबै खर्च धान्न सङ्घर्ष गरिरहेका विद्यार्थीहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने नै यसको मुख्य उद्देश्य हो। अब यो आर्थिक सङ्कटलाई समाधान गर्न के गर्न सकिन्छ त? हो, यहीँनिर एउटा सम्भावित समाधान अगाडि आएको छ र यो कुनै सामान्य सुझाव होइन, एउटा आधिकारिक निकायले नै ठोस प्रस्ताव अघि सारेको हो। यो प्रस्ताव अघि सार्ने निकाय हो अस्ट्रेलियाको पार्लियामेन्ट्री बजेट अफिस, अर्थात् संसदीय बजेट कार्यालय। अब यो के हो भन्नुहोला भने, यो सरकारलाई आर्थिक र बजेट सम्बन्धी नीतिमा सल्लाह दिने एउटा स्वतन्त्र र निकै सम्मानजनक निकाय हो। त्यसैले यो कार्यालयबाट आएको प्रस्तावलाई एकदमै गम्भीरतापूर्वक लिइन्छ। र उनीहरूको प्रस्तावको सार के हो त? एकदमै सरल छ। अध्ययन अवधिमा विद्यार्थी भिसाको कामको सीमा बढाउने। यसमा कुनै घुमाउरो कुरा नै छैन, सिधै काम गर्ने घण्टा बढाउनुपर्छ भन्ने सिफारिस हो यो। ल, अब कुरा गरौँ अङ्कहरूको। त्यसो भए यो वृद्धि कतिले गर्ने भनिएको हो त? हालको नियम र प्रस्तावित नियममा ठ्याक्कै कति फरक छ? आउनुहोस् अब नम्बरहरूमै हेरौँ। अहिलेको नियम हेर्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हरेक 2 हप्तामा अर्थात् एक फोर्टनाइटमा बढीमा 48 घण्टा मात्रै काम गर्न पाउँछन्। यो नै अहिलेको करेन्ट लिमिट हो। र अब नयाँ प्रस्तावले चाहिँ यो सीमालाई बढाएर 2 हप्तामा ठ्याक्कै 60 घण्टा पुर्याउन खोजेको छ। हिसाब गर्ने हो भने यो भनेको औसतमा हप्ताको 30 घण्टा भयो, जुन अहिलेको हप्ताको 24 घण्टा भन्दा त निकै बढी हो। यसको मतलब सिधा हिसाबमा हालको 48 घण्टाको लिमिट बढेर 60 घण्टा पुग्यो भने विद्यार्थीहरूले हरेक 2 हप्तामा थप 12 घण्टा काम गर्न पाउने भए। अब यो थपिएको समयले उनीहरूको आम्दानीमा त पक्कै पनि राम्रै असर पार्ने देखिन्छ। तर प्रश्न उठ्छ, यो कहिलेदेखि लागू होला त? के तुरन्तै हुने हो? होइन। प्रस्ताव अनुसार यदि यो पास भयो भने 1 जुलाई 2026देखि यो नयाँ नियम लागू गर्ने योजना छ। त्यसैले यो तत्कालै हुने परिवर्तन चाहिँ होइन, केही समय लाग्ने देखिन्छ। ल, अहिलेसम्म त कुरा राम्रै सुनिँदैछ, तर अब यो प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण पाटोतर्फ लागौँ, किनभने यो सुन्दा जति राम्रो लागे पनि एउटा एकदमै ठूलो तर बाँकी नै छ। यहाँ एउटा कुरामा चाहिँ एकदमै स्पष्ट हुन जरुरी छ, यो अहिलेसम्म केवल एउटा प्रस्ताव मात्रै हो, कानून बनिसकेको छैन। त्यसैले यो नियम लागू भइसक्यो भनेर सोच्नु चाहिँ ठूलो गल्ती हुनेछ। त्यसैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, संसदीय बजेट कार्यालयले सिफारिस त गर्यो, तर यसलाई अस्ट्रेलियाली सरकारले स्वीकृत नगरेसम्म यो नियम बन्न सक्दैन। भन्नुको अर्थ अन्तिम निर्णय सरकारको हातमा छ। ओके, त्यसो भए अहिलेसम्म हामीले जे छलफल गर्यौं त्यसको सार के हो त? आउनुहोस् यो पुरै कुरालाई एकै ठाउँमा राखेर हेरौँ ताकि सबै कुरा स्पष्ट होस्। एकदमै छोटकरीमा भन्नुपर्दा, प्रस्ताव कसले गर्यो? अस्ट्रेलियाको संसदीय बजेट कार्यालयले। के प्रस्ताव गर्यो? विद्यार्थीको कामको सीमा 2 हप्तामा 60 घण्टा पुर्याउने। कहिलेदेखि? 1 जुलाई 2026देखि। किन? विद्यार्थीको आर्थिक दबाव कम गर्न। र सबैभन्दा महत्त्वपूर्ण, अहिलेको अवस्था के हो? सरकारी स्वीकृतिको पर्खाइमा छ। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोचेर टुङ्ग्याउँ। मानिलिउँ यो प्रस्ताव पारित भयो रे, तब हरेक 2 हप्तामा थप 12 घण्टा काम गर्न पाउँदा विद्यार्थीको पढाइ, उनीहरूको सामाजिक जीवन र समग्र अस्ट्रेलियन अनुभवमा कस्तो असर पर्ला? सकारात्मक कि नकारात्मक? यो साँच्चै नै विचार गर्नुपर्ने प्रश्न हो।